हेलो एन्ड सबैजना नमस्ते। आज चाहिँ हामी यहाँ इबाराकी केनको यो विन्ड मिल भन्ने ठाउँमा घुम्न लागेको थियौँ। हाम्रो आउँदाखेरि टाइम नमिलेर फुल चाहिँ सबै सुकेर यु क्यान सी इट, सबै फुल सुकेर झरिसकेको छ। 1 विक जति लेट भइसक्यो हामी, बट वी आर इन्जोइङ दिस वेदर। राम्रो छ, एकदम सफा छ। आउँदाखेरि चाहिँ होस् मन शान्त हुने आनन्दको वातावरण छ। यता हाम्रो भाइ, यता हाम्रो भाइ बुहारी, हाम्रो सुन्ता पनि छ। हेलो। अनि हामी यहाँ घुम्न लागेको, तर फुल फुलेको छैन। फुल फुलेर पनि ओइलिसक्यो। जान्ने नगर नै नेपालको डाइलेक्ट हालिदिइहाल न भाइ। मन परेको फुल ओहिले पनि राम्रो। मान्छे पनि ठिकै हो, विकेन्ड भएर हो आज, अब सन्डेको दिन भएर मान्छेहरूको चहल पहल भइराख्दो रहेछ। जे होस्, बच्चाहरू इन्जोय गरिरहेछ। प्राय यता चाहिँ फरेनरहरू पनि धेरै आउँदो रहेछ। ब्राजिल फुड रहेछ स्टल। You can see that त्यहाँनेरि भनेको जापानिज। ओके, सुन्ता ठाउँ कस्तो लाग्यो त नि हाम्रो बुहारीलाई? दामी छ? ल ठिक छ। तँलाई त अब सुन्ता जहाँ छ त्यहीँ राम्रो भन्। अब हान्दैन एक दुईवटा अहिले। भाइलाई फेरि कुम्बिनी जान हतार छ हाम्रो भाइलाई। आज इनर्जी नै छैन, इनर्जी चाहियो। हाम्रो भाइलाई रेड बुल चाहियो अरे। यहाँ कहाँ छ जिदान लागि? त्यो वाला रेड बुल हैन। कुन त भाइ? रातो। ए त्यस्तो त खानु हुँदैन त। ओके, हाम्रो नेपालतिर पनि घुम्ने ठाउँ नभएको होइन, टन्नै हो। तर थोरै म्यानेजमेन्टको अभावले गर्दाखेरि मात्र। अनि त्यही हो, आइएम इन्जोइङ। दिनै पछि काम गरेर जिउ बुट हुँदैन। अनि एक दिन यसो घुम्न आयो भने माइन्ड फ्रेस हुन्छ। ओके, ल हाम्रो चाहिँ मिनी पिकनिक पनि के ल्यायो बनाएर। बुहारी हुनु पनि फाइदा छ, जहिले ट्याक्क मिठोमा खानु पाइन्छ। ल अब चाहिँ हाम्रो मिनी पिकनिक। कोसिन्छ है पानी 20 रुपियाँ खोलो भन्दा। तपाईँहरू पनि नजिकै हुनुहुन्छ भने आउँदा हुन्छ। यो एकदम पिकनिक ओके हो। अनि डगहरू छ भने पेटहरू पनि ओके हो। पार्किङहरू पनि पैसा लाग्दैन। अनि समुद्रहरू पनि नजिकै छ। त्यहाँ हेर नि, प्राइभेटमा आयो क्या हो, प्राइभेट जेटमा। त्यो त हेलिकप्टरै सिँगै ल्याएको छ त यार डल्लै। एन्ड हियर गो हाम्रो मास्टर सेफ भाइ। मस्त घोला त। ए चटर पटर पानी पटर। 5को 3टा 5को 3टा भाइ त कुल्फी बेच्थ्यो क्या पहिला। यहाँ एउटा इन्ट्रेस्टिङ कुरा क्या, हामी यहाँ खाइरहेको थियौँ होइन, पिकनिक, ड्राई पिकनिक खाँदा एउटा मान्छे आएर न पार्कमै हेलिकप्टर लिएर आइदिइरहेको छ। यत्तिको धनी चाहिँ बढ्नुपर्छ है। ल बाफ्रे, कसले? ए आयो मालिक चाहिँ यता छ, हालत यस्तो छ। यत्तिको धनी भयो भने ट्याक्कै त उड्न आँट्यो अब। यहाँ हेरेको भिड छ। चटपटे खाऊ त प्लेट हेरेको। उडा यत्तिको चाहिँ हुनुपर्छ बस। लग्दै त सोल्टीले त यार गयो यार, सोल्टी त भाइ। मैले पनि उठाएको थिएँ हो भाइ, सानो भए
भाइ सानोमा उडाएको थियो त्यो उयो हुँदैन के भन्छ तिमीहरूकोतिर म त हिँडाबाट यहाँसम्म चाहिँ के पो भन्छ हौ तिमीहरूकोतिर पानी किरालाई के भन्छ सिसिमिरा होइन हौ अलिक ठुलो त्यो उड्ने खालको हेलिकप्टर भन्थ्यौँ नि हामी हो त्यो त्यसको चाहिँ पुच्छाएर बाँडेर उडाएको थियो सोल्टीले त रियल उडाएर लग्दै थियो यार मान्छेहरू हेरेको हेरे बटुवा परेर यता हाम्रो चटपटे फेरि बुई भाइले टेस्ट हान त ल कस्तो रहेछ भाइ मिठो भन न ल ठिक छ च्वास्स रहेछ च्वास्स स्वास्सै ल ठिक छ खाम त्यसो भए ल ओवारी ओवारी अब लु फिनिस्ड सायोनारा उनारा माता आसिता ता ल हाम्रो चाहिँ पिकनिक सक्यो आजको दिन सक्यो अब रमाइलो भयो यो फेरि सिसाइड भएर हो जाडो हुन थालेको क्या बेलुका बेलुका सिसाइड गर्नु त ल भाइ कस्तो भयो त नि आजको रमाइलो भयो अझै बस्न मन छ अब अझै बस्न मन छ अब के गर्छ त भोलि काम छ के छ केही हुँदैन ल बाई बाई सी यू थ्याङ्क्स टु वाचिङ